ल भन्नु त कहाँदेखि आउनु भएको? हजुर तपाईँ के कारणले यहाँ आउनु भएको? मेरो श्रीमानको 2वटा किडनी ड्यामेज भएको थियो। हजुर हजुर 2 वर्ष लगभग अब पुग्छ साउन असारमा। अनि हजुर। त्यसले के भन्नुभएको थियो भने अब सबै जुनसुकै बिरामीहरूको पनि यहाँ नर्मल अरे जसरी पनि 100% ठिक हुनेछ भन्ने आशा देखाउनु भयो। त्यही भएर हामी त्यहाँ दाङदेखि अस्ति नै हामी दुःख कष्ट गरेर डायलिसिस गर्न छोडेर होइन? पेसेन्ट कहाँ हुनुहुन्छ? यहाँ आउनुहोस्। तपाईँबाट पैसा कति उठायो? 30,000 उठायो। त्यो मान्छे चिन्नुहुन्छ? हजुर मान्छे चिन्नुहुन्छ जसलाई दिनुभयो? अब यहाँले दिनुभयो। त्यसले के भन्यो भने भुइँका मान्छे हुन् के दाङका इन्डियन तपाईँहरूले त अघिदेखि म 2 बजेदेखि यो यसको निगरानी गरिरहेको छु। 20 जनाले भन्यो मलाई मेरो 50,000 लियो 40,000 के हुन्छ नर्मल के भन्छ कि पैसा तपाईँ कोबाट असुल्नुहुन्छ पैसा भन्नु त? कसरी लिएको थियो तपाईँबाट पैसा? पैसा सन्चो हुन्छ स्पेशल छुट्टै प्रार्थना हुन्छ त्यस्तो यस्तो होलसेलमा हुन्न छुट्टै विशेष सन्चो हुन्छ भने सन्चो भयो त? कहाँ सन्चो हुनु अन्त आउँछ होला अब हाम्रो पनि पालो आउँछ होला अब हामीले पनि छुन्छ हेर्छ होला भनेर हामी आशमा पैसा कतिको नोट हो? हामी बसिरहेछौँ। 30,000 लगाएको 40,000 भन्थे मसँग कति छैन पैसा 30,000 छ भने 30,000 नेपाली हो नि त्यो क्यास बुझाएको नि हामीले। के हो हजुरको? त्यसले के भन्यो? तपाईँको नाम के हो? ममता खर्ती। तपाईँको नाम? मेरो उषा बुढा घर कहाँ हो? मेरो रोल्पा हो तर दाङ बस्छ हामीहरू। डायलिसिस गर्नुपर्छ हजुरको नाम के हो? हजुर आयुष्पुन मगर। ए हजुरको 30,000 रुपियाँ लियो यो के पनि भएन देखाउनै पाएन। हुन्छ बस्नुहोस् भने पैसा त चाहियो नि त रिटर्न तपाईँहरूले देखाउनु पाएन भने पैसा त चाहियो नि त पैसा फिर्ता दिएको हुन्थ्यो त फेरि होइन हो। यस्तो अफवाहसम्म तपाईँहरूले आउनुहुन्छ यहाँ के हो बुझ्नुपर्छ होइन? तपाईँको ठेगाना कहाँ भन्नु त? ठेगाना भन्नु त? धेरै 50,000 1 लाखसम्म दिएको छन् कि नडराउनु आउनु तपाईँहरू पैसा दिन नहुने तपाईँको पैसा असुल आयोजक कमिटीबाट पैसा असुल गर्न लगाउँछौँ कि आयोजक कमिटीबाट पैसा असुल गर्न लगाउँछौँ। हजुरको नाम एड्रेस मोबाइल नम्बर भन्नुहोस् यहाँ म राष्ट्रिय मिडियामा दिन्छु यो मेरो नाम भन्नुहोस्। उषा बुढा मगर हो। मेरो ठेगाना घोडा हो। मोबाइल नम्बर भन्नुहोस्। मेरो मोबाइल नम्बर 98 29 56 60 14 हो सर। ल हेर्नुहोस् अब टिकापुरमा एउटा कार्यक्रम भएको थियो यो प्रार्थना भनेर एउटा कार्यक्रम राख्नुभयो त्यसको लागि हामी पनि सम्मान गर्छौँ हामी सहयोग पनि गर्छौँ। तर के भयो भने यहाँ भित्र बिचमा यति अफवाह फैलाइदियो कि मान्छेले हामी ठिक गर्छौँ भनेर 50,000 1 लाख 40,000 30,000 रुपियाँ उठायो। उठाइसकेपछि उहाँहरूलाई जो आफ्नो सेटिङमा भएको मान्छेलाई चाहिँ बिमारी ठिक गर्छु भनेर स्टेजमा चढाएर ठिक गरेको नाटक गर्यो। तर एक्चुअलीमा जो पीडित थियो उनीहरूबाट पैसा पनि उठ्यो पैसा पनि वसुली गरे उनीहरूलाई स्टेजमा चढ्न पनि दिएन र त्यसको भण्डाफोर हुने बित्तिकै उहाँहरूले कार्यक्रम क्लोज गरेर इन्डियन पुलिसको कर्डन गरेर चाहिँ इन्डियन गाडी 4वटा पैसा लिएर यहाँबाट भागेको कुरा यहाँ हामीले प्रष्ट देख्यौँ। त्यही कारणले जति पनि पीडित हुन्छ उहाँहरूको यो आयोजक कमिटीले चाहिँ